नमस्कार सबैजनालाई स्वागत छ हजुरलाई मेरो यो छोटो मिठो मिनी भ्लगमा हैन। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा आज चाहिँ हामी यसो यो महल बाटोतिर आएको थियौँ हैन। अनि यसो घर बोक्न अल्छी लागेर अनि यसो आएको। कति राम्रो मान्छे राम्रो होला कि के होला। गजब बेइज्जती है। यसो घर बनाएर अल्छी लागेर जाउँ नि त भनेर दाइले अनि यसो गरिहाल्यौँ हैन। तर पनि जाडो सकिसक्यो जस्तो लाग्यो त यहाँ माथि आसित चिसो भयो हैन। झूठ बोल रहा है। भन्ने विचार गरे अब के भन्नु। अब यो भन्दा जाडो छ। लाली गुलासहरू फल्या छ हैन। लाली गुलासहरू खान आउनुहुन्छ भने खाना भन्दा पनि हेर्न फोटो खिच्न कहाँ हुन्छ भने आउनु पाइयो। यो अहिले चाहिँ हामी ठ्याक्कै मकानतिर समथिङ त्यतैतिर छौँ। 9 घन्टाको आसपास वातावरण चाहिँ पुरै पानी पर्ला आएको छ। चिसो छ है। हामी चाहिँ चट्टो लाएर यसो आइपुगेका जनता माफ नहीं करेगी। नानी बाबुहरू लाली गुराँस बेचेर नि भेटाउन सक्छौँ होला अहिले हामीले बाटोतिर। Wow! Beautiful! के भने इसिल नगा अनि के पढेर आज इसिल गा खाइन जस्तो एउटाको कति रुपियाँ हो? नानु एउटाको कति? हामी अहिले पछि आउँछौँ है। यहीँ बसिरह है त। हामी उता गराउनु लाग्यो। उता काम छ हाम्रो है। यहीँ बसेर ल हामी बाटो छैन। लाली गुराँस यो चाहिँ लाली गुराँस हो नि। यहाँ चाहिँ हाम्रो चाहिँ क्यामेरा गतिलो नभएर हो। तै पनि केही छैन। यो कुन चाहिँ भ्लगर थियो नि एउटा म जस्तै भ्लगर के कुन चाहिँ भ्लगरै थियो उतातिरको क्या त्यो वहाँ तलतिर कि कतातिरको हो क्या थियो नि एउटा काठमाडौँ गएपछि गाइज म यो लाएर काठमाडौँ आएको छु ल म घरको छतमा भन्थ्यो नि त्यो थियो नि एउटा म जस्तै मान्छे। मैले अहिले आइफोन किनेको छु भन्छु। अब यही भ्लगको आम्दानीबाट म पनि आइफोन किन्छु होला सायद। के मल चाहिँदैन ल त्यहाँ किन्नै पर्दैन थियो। तै पनि बहिनीहरूको मन राख्न त किनिदिनु पर्ने थियो। अब त के थुक्क रुख चढ्न धेरै नटिपे। म त बोक्नु सक्दिनँ नि हातले। म त सक्दिनँ। म त एउटा पनि बोक्नु सक्दिनँ। उता माखलाम चढेर हामी फाल्न माखलाम चढेर हुन्छ मलाई नफुले फुल्दैन। यो लाली गुराँस भनेको चाहिँ यो के अरे नेपालको
के नम्बर 1 भन्दा पनि नेपालको राष्ट्रिय के भन्दा नि फुल होइन मुला ए सर्ट मिस्टेक अब के पढेर आयो पो थाहा हुने अब नपढी पास हुने अर्का सारेर पास हुनेलाई के थाहा के हो भनेर होइन सुगम यस्तै छ यो ओ मै नगई नहुला जस्तो छ होइन माथि होइन गाइज अब आज चाहिँ मैले धेरै दिनपछि भ्लग हाल्दैछु होइन यो भ्लगमा चाहिँ अब सब्सक्राइब नगरेहरूले सब्सक्राइब गरिदिनु होला होइन त्योभन्दा पनि म के भन्न चाहन्छु भन्दा पनि म चाहिँ अलि राम्रो छु कसैलाई नभन्नु नि फेरि कसैलाई नभन्नु है लाज हुन्छ नि त फेरि मान्छेले थाहा पायो भने पछि लाग्लान् भन्ने डर हुन्छ घरमा सुहानी छ बिचरी मरी रिसाउँछे के भन्नु रिसाउँछे मरी उसको म उसको भइसकेँ है म चाहिँ लालीगुराँस भारीमा लालीगुराँस चोर्न आएको छु होइन यस्तो तर म यस्तो रुहा त चढ्थेँ होइन तैपनि म के देखाइहाल्नु हजुरहरूलाई भनेर म त फेरि जमानाको हन्टरै हो क्या यस्तो रुखसुख चढ्ने होइन रुख चढ्ने यस्तो काफल चोर्ने मैले अस्ति नै एकचोटि यही मालबाट आउँदा होइन यता पर कुन हो ठाउँमा के चोरे भन्दा त्यो के भन्छ नि आल्चा कि के अरे खुर्पानी चोरेर एउटा घरले लहटेर झन्डै मारेको थियो थुक्कै एउटा पनि भेट्ने ठाउँ चाहिँ भेट्टाइने यार मैले बर्बाद हो स्याहाँ मात्रै भयो क्या मलाई बेकार त्यो जङ्गलमा कि यारमा डेटिङमा बस्न भन्ठाने होला ल त्यो कहाँबाट आउनु डेटिङ गर्न आफ्नो भाग्यमा हुनु पऱ्यो नि डेटिङ भन्ने कुरो नि भाग्य चाहिँदो रहेछ डेटिङ बस्न पनि अब हामीसँग न भाग्य न केही के भन्नु अब गाह्रो छ घरमा सुहानी छ बालबच्चा छन् लालावाला दुईजना लालावाला भएपछि अनि गाह्रो पनि पर्दो रहेछ क्या अलिकति कतै हेर्न पाइएन कोही राम्री लाग्यो भने पनि जिस्काउन पाइएन अब यस्तो हुँदो रहेछ अब त्यही भएर यो गर्लफ्रेन्ड भन्ने चिज साह्रै गाह्रो पर्दो रहेछ गर्लफ्रेन्ड जस्तो बनाइसकेपछि प्रेम सम्बन्धमा बाँधिसकेपछि भनेको कुरो बाहिर अर्काको सुहानी नहेर्ने अर्काको चेलीबेटी नहेर्ने झुपो लाएर जस्तो सिधा बाटा देखे पनि आँखा चिम्लेर हिँड्न पनि स्थिति हुँदो रहेछ धेरै गाह्रो हुँदो रहेछ घरमा सुहानी चाहिँ यसो अलिकति राम्री मान्छे हेर नि त भने पनि तैँले यो मान्छे हेरिस् को यो भन्छ मरि अनि आफ्नो यहाँ मन रुन्छ बाटा हेरेँ हिँड्दै बाटोमा हिँडे मान्छेलाई शुद्ध हेर्न नपाउने भनेपछि कतिसम्म चाहिँ अन्याय होला म माथि के भन्नु अब हजुरहरूले नि बिहे गर्नै चाहनुहुन्छ भने पनि बिहे भनेपछि नगर्नु होला बरु राडै बस्दा ठिक होला बिहेको बन्धनमा बाँधिसकेपछि भने धेरै गाह्रो पर्छ कम गाह्रो हुन्छ अर्काको सुहानी जिस्काउन पाइएन अर्काको चेलीबेटी जिस्काउन पाइएन यसो बाटा हिँडे मान्छे हेर्न पाइएन धेरै गाह्रो हुन्छ हजुर धेरै गाह्रो हुन्छ के भन्नु नि ए मुला तँ कहाँ पुग्यो मुजी थ्याट बोर्डको फोटो खिच्छ ए भन्नु नि ए कमी नि म अहिले यार ऊ तलबाट हामी यहाँबाट सिधै फर्काउनु नमिल्ने रहेछ ऊ तल उहाँ पुछरबाट आएको होइन माथि आउँदिनँ है म माथि ए आउँदिनँ म यसरी झुन्ने होइन उहाँ तल छ होइन यसरी झुन्ने होइन म चाहिँ को भ्लगर भन्दा त्यो एउटा भ्लगर छ क्या त्यस्तै छु क्या म पनि अलिकति मजाक गर्ने खाले फेरि मलाई चाहिँ कसैले माया प्रेममा बसौँ भनेर प्रस्ताव नराख्नु होला है मेरो घरमा लालावाला छन् म उसको भइसकेँ भन्छन् नि एउटाले त्यस्तै अब म पनि CR7 हो र जस्तै हो क्या कसैले पनि आँखा लाउँदिनँ कसैलाई पनि त्यहाँ बसेर कराएर खाँदै त हातले मलाई चाहिँ किन यहाँ बोलाइस् गाह्रो हुँदो रहेछ हजुरहरू
मेरो हात चाहिँ लाली गुराँस परिसकेको छ होइन, तर कसरी भन्नु त्यसो चोरे हो क्या मैले। हल्ला नगर्नुहोस् है, त्यसले थाहा पाउँछ क्या मैले त्यसो चोरे हो, त्यसले टिपेर त्यहाँ राखेको छु होइन, मैले चाहिँ चोरेर यसरी हिँडेँ हो। म चाहिँ यहाँ माथि आइपुगेको छु। यहाँ कस्तो राम्रो ल हेर्नु, आहा बोट राम्रो होला कि गुराँस राम्रो होला, उखुमै देख्यो नि। आखा मान्छे राम्रो होला कि यो भन्ने मान्छे राम्रो होला कि यो के होला भन्ने कुरो हो क्या। ठाउँ राम्रो होला। हाम्रो सुगमजी के छ सुगमजी, वेलकम आवर हाउडे गाइज भ्लग। वेलकम टु माई भ्लग गाइज। त्यो भन्दा केही भन्नु छैन अब है। भाइ चाहिँ छुट्टी छ, अब चाहिँ भाइको बुझ्छ होइन। अब चाहिँ हामी तल जान्छौँ होला। यहाँ कस्तो दामी छ चट्ट ला ल भइसक्यो होइन। अब चाहिँ अब यति गुराँस टिप्यो होइन। अब चाहिँ जाँदैनौँ होला अब त्यहाँ। कहाँ जानु, टिस्टुङ्गा होस् कि सिस्टुङ्गा होस् हलै। झन्डै चिप्लियो क्या, मुख चिप्लिन्छ होइन मेरो, अलिअलि मुख चिप्लिन्छ। डोन्ट माइन्ड है, डोन्ट माइन्ड। तर पनि म यसमा साउन्ड हाल्छु होला सकेसम्म होइन। टुट्ट गर्ने साउन्ड हाल्छु होला क्या म। बाटो के देखाउनु, यस्तो खतरा बाटो, डेन्जर जोन भन्छौँ नि हामी, हो त्यस्तै हो क्या। डेन्जर जोनमा परेको छु म अहिले बाटो हेर्दा। यो मुजी चाहिँ फेरि म यहाँ बाटो आएछु, यहाँ त्यो बाटो मुजी। अब चालक चाहिँ म हो क्या, अब चालक चाहिँ म हो होइन। म चाहिँ फेरि खासै गतिलो तले बाइक चलाउँदिनँ, म चाहिँ राइडर होइन। ए बाइक त चलाइछु। यसले बाइक चलाउँछु होइन, अब यहाँ उता चाहिँ ल यसलाई चाहिँ भर मैले बाइक चलाउनु सिकाएको छु। खासै गति चलाउन नआउँदैन। ल ल ल ल अलि अगाडिसम्म जाने कि भयो बाइक भाइ चलाउँछ होइन, म चाहिँ यहाँबाट बस्छु। हामी चाहिँ यहाँबाट अब जाँदैछौँ। उसले चाहिँ बाइक उठाउनु धेरै कने 2 नम्बर उठाएको छ बाइक होइन, 1 नम्बर हाल। अब हामी चाहिँ अब अलिक परसम्म जान्छौँ बिस्तारै भाइ, तल धेरै चलाउन त आउँदैन होइन। तै पनि कुर्चोर मार्दा हरिचरण हाल। सबै बाइक पनि अल कत्रो मलाई समातेर बटार छिटोमा छ भने यो बटारे अब त्यतिकै ल भाइ ल यो चाहिँ के हो भाइले चाहिँ फेरि भाइले बाइक पल्टायो गाइस ल बाइक बल्ल बल्ल उठायो होइन। ल स्ट्यान्ड सिस्टम लाएर अब चट्ट अब हामी यो घना घोर जङ्गलको बिचमा छ हामी। फेरि राइडर फेरि डेन्जर छ राइडर अनि कस्तो महसुस भयो त बाइक चलाउनु? तेल पनि अफ गर्ने हो कि त्यहाँबाट? तेल चुइन्छ नि फेरि, यसको कार्बोरेटर लिक छ, थोत्रो बाइक हो के भन्ने अब है। ऊ त लग कामिरहेको छ, ऊ त फेरि राइडर म यु भनेर चाहिँ अब के भन्ने क्या। अब राइलिराजको बन हो यो चाहिँ, फेरि कस्तो क्याप्चरै नानी म अहिले है। यहीँ हो अब अरे बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो बहुत बुरे लग रहे हो। तौबा तौबा तौबा, थारा मूड खराब कर दिया। अब यहाँबाट ड्राइभर चेन्ज, म पछाडि बस्नु पर्यो। मलाई चलाउन त डर लाग्यो भन्दा पनि अलिकति चिसो भयो अगाडि बस्ने।
अगाडि बगान चिर्छु हो। अब हामी अलिकति अगाडि गएर अनि फर्किन्छौँ होला सायद। जाडो भयो क्या जाडो। अच्छा कम जाडो छ यता यार। फुलै फुलको बगैँचामा मेरी माया सरमै लाग्ने यस्तो दामी बाटो पनि चलाउनु पाइँदैन क्या भाइ भाइ। तैँले नदियो भने त यत्रो नदिए डराइ छ नि चलाउनु। ल दे न त। यसरी यत्तिकै चलाउनु पर्यो तैँले बाइक चलाएकै भएन क्या अलिक लालीगुँडा चाहिँ डेन्जरै छ है यता गाइजहरू होइन। मनै अर्कै बनाइदियो के अरू आफ्नोमा भ्युज नै धेरै आउँदैन अनि तनाव लाग्छ क्या मलाई। के भन्नु यार सब्सक्राइब हालिदिनु यार मम्मी बाउ जम्मै सबैको मलाई सब्सक्राइब पनि हालिदिउँ न यार साथीहरूले यार कहिले काहीँ थियो यार। यस्तो बाटोमा मैले चलाइहाल्थेँ नि। गाडी आइरहेको थियो नि त्यत्रो। कहाँ आयो गाडी म चाहिँ उहाँ हेटौँडो गाडी हिँडेको जाँदाखेरि निम्टोल होइन होइन नि हो म चाहिँ कहाँ निम्टोला हुन्छ यस्तो बाटो रन गर्नु पऱ्यो नि। Few minutes later. जाडो छ हजुर जाडो छ गरिखानु जाडो छ गरिखानु भन्दै खाएर गर्नु पर्यो। चिसो घरतिर त गरिमै थियो अनि त्यही भएर यसमा टी सर्टमा मात्रै आएको होइन। खासमा हामी यता आउने भनेर आएकै होइन। हामी धार्के जाने भनेर मान्छे धार्केबाट उम्लाएर यता आयो अनि बिचबाट भ्लग स्टार्ट हानेर क्या मैले। धेरै दिन भयो भ्लग नबनाएको भनेर अनि बिचमा भ्लग स्टार्ट हानेको। के गर्नु गाइस अब भ्लग गर्न त मन थियो मोबाइल गतिलो भएन अनि त्यही पनि लाइक आउँदैन सब्सक्राइब आउँदैन भ्युजै हुँदैन धेरै होइन। त्यही भएर पनि हो क्या धेरै लालीगुँडा हेर्नु कति हेर्नु क्या लालीगुँडा घाँटी सुकिसो त्यो भट्टाउँदा त्यो देउसुरी भट्टा भन्दा पनि चर्को भट्टाउनु पर्छ। यो के जाति बनाउने यो भलग भन्छौँ नि हामी भलग नाइस भलग बनाउनु लागि होइन गाइस के गर्नु यस्तै छ गाह्रो। फाइनली हामी चाहिँ कहाँ आइपुग्यो थाहा अहिले कहाँ आइपुग्यो होला यसो गेस गर्नु त गाइजहरू। तपाईँहरूले गेस गर्नु भएको छैन म भनिदिउँ कहाँ आइपुग्यो। हामी चाहिँ अहिले के हो यो टलाई TISTUNG टिस्टुङ टिस्टुङ आइपुगेको छ हामी चाहिँ। टिस्टुङ अब यहाँबाट पालुङ कति किलोमिटर छ है 2030 मिटर उचाइ रे हाइट 2030 मिटर। इङ्ग्लिसमा नि लेखाएको छ नेपालीमा पनि लेखाएको छ। कुन चाहिँ बुद्धु हुनुपर्छ यो पक्कै यो लेख्ने चाहिँ लाटो 2030 मिटर लाटो हुनुपर्छ होइन। हेर्नु ल के उल्टो देखाइरह यहाँ पुरा धोती भाषामा इन्डियनले लेखा हुन्छ नि गाइस। इन्डियनले लेखेको छ नि त्यो हावाताले हामीलाई थाहा हुँदैन नि हो त्यस्तै के लेख्यो अन्धधुन्ध कालो गोरुलाई औँसीमा पुर्ने भने जस्तै हो क्या। अब हामीलाई उल्टोबाट देखेपछि अब हामी चाहिँ अहिले यहाँ कहाँ आइपुगेको छ ल त्यहाँ त पुरा सहर रहेछ त्यहाँ के हो त्यही बज्रबाराई भने त्यहाँ अरे। अब कहाँ हो कहाँ अन्धधुन्ध हामीलाई के थाहा भने कोचल गाँडो भन्छौँ नि त्यो म होइन है फेरि ऊ त्यहाँ बुढाहरू त्यही। अब यहाँबाट पालुङ चाहिँ 9 किलोमिटर रहेछ जम्मा 9 किलोमिटर छ पालुङ चाहिँ। कसरी थाहा पायो भन्नु होला म त फेरि वैज्ञानिक हो। अब यसलाई पनि थाहा छैन तँलाई थाहा त पालुङ 9 किलोमिटर भनेर किन कहाँदेखि यसलाई पनि थाहा रहेछ यहाँ लेखाएको छ क्या। अघि त देखाएको थिएन होइन अहिले चाहिँ देखायो नो क्याप्चरिङ देखाइरह होइन। क्यामेराले नजिकै जानुपर्ने हुन्छ होइन। फेरि पताउनु हुनु नि हजुरहरूले मेरो गफ फेरि म कस्तो गफ लाउँछु थाहा होइन। यसलाई नि उल्टो रहेछ क्या यो पनि। यसलाई नि यस्तोबाट घुमाएर यसरी देखाइदिँदा यसरी नै उल्टो हुन्छ यार। अब के भन्नु अब बर्बाद भयो यार थ्यात। दियोस् 9 विषय चाहिँ कति किलोमिटर 31 किलोमिटर रहेछ यहाँबाट होइन। 9 विषय चाहिँ 31 किलोमिटर 31 किलोमिटर अब चाहिँ हामी यहाँबाट एकछिन अलि पर जान्छौँ अनि गर्लफ्रेन्ड भेट्नु छ क्या मेरो। गाहा म उहाँसँग पुगेर आएन सिम भन्दा के मन्दिरसँग पुगेर आएन खोइ के हो अन्धधुन्ध के मन्दिर भन्दा रिकेश्वर हो त्यहाँ पुगेर म अस्ति नै गराएको छु। फेरि आएन भने ठानिरह होला होइन झ्याम हान्छु अनि लाज मर्दो यो कस्तो सोच्यो होला हजुरहरू के म हिँड्दिनँ होला त। जाँदैन जाडो भइरहेको हो क्या गाइस। यो तातुन साह्रो छ बौला तारले हिँडेर हुन्छ यो तातुन साह्रो बाटो लाज मर्दो के होला नि मान्छेले नि ऊ कहाँदेखि आयो होला कसको छोरो होला यस्तो ह्यान्डसम छ मरो भन्ला नि बाटोतिर समात्ला नि डर हुन्छ नि त ह्यान्डसम मान्छेलाई
हजुरहरू पनि अब गाह्रो छ के फेरि मेरो पछि चाहिँ नलाउनु है मेरो घरमा सुहानी छन् छोरीछोरी छन् लाला बाला है के भन्नु अब यस्तै हुँदो रहेछ झूठ बोलो बार बार झूठ बोलो गाह्रो छ अब चाहिँ हामी उतै पर गएर होइन फर्किन्छौँ क्या मेरो यहाँ किन भन्दा मेरो उतै पारिपट्टि घरको लागि चाहिँ होइन यहाँ पारिपट्टि घर छ होइन त्यहाँ पारिपट्टि चाहिँ मेरो गर्लफ्रेन्डको घर हो क्या अनि म त्यहाँ भेट्न बोलाएँ होइन भेट्न बोलाएँ अनि आएको हो क्या चल्ला नगर्छु मार्छ ओ कहाँ जान्दा फेरि A few inches later. भयो होइन अब हामी चाहिँ चिया यसो चिया नास्ता गरेर अनि एउटा चिया चाहिँ खानु पऱ्यो उयो भित्रपट्टि जाउँ न त्यहाँ भित्रपट्टि चाहिँ जाउँ चिया खाएर जानु पऱ्यो यहाँ यो पसलमा गएर होइन यहाँ चाहिँ चिया पप खप खप भन्छौँ नि होइन चिया पप लाने हेलो को हुनुहुन्छ होला पसलमा चिया बन्छ ए दुईटा बनाइदिनु न दुई दुधको दुईजना छौँ अनि कतिवटा भन्नु भाग त्यसको भाग त्यसले लिस्यो त्यसले लिस्यो चिया चाहिँ सकेपछि नेपाली हो नि त दुनो खाएको चिल्लो यस्तो त्यो चिल्लो छाड्छ नोटी यु आर बाउन्टी यु आर स्विटी के भन्छ नि अब चाहिँ पानी पर्ला पर्ला जस्तो भयो है यस्तो यस्तो छ यहाँ अब राइडर चाहिँ उहाँ अरे भुक्का राइडर घर फर्किनु ल ल ल फेरि मैले तेल सेलाउनु गर्नु पर्यो भने म सिकाउनु पर्छ फेरि जाडो हुन्छ क्या अगाडि बसेपछि तिम्रो ठेल्नु अलिकति हाम्रो चाहिँ तेल चक्को है म ठेल्छु ठेल भइरहे पानी छिटो हान्नु यार भयो ल भयो मानु भएको चाहिँ दौडिसक्नु भएको छ मलाई छोडेर ल स्टार भन्दा हात न हामी चाहिँ अब निम्टोमा बिस्तारै जान्छ होइन अब हामी हिँड्यौँ यहाँबाट पानी पर्यो क्या पानीले छिटो हान्यो हामी चाहिँ गयौँ अहिले फेरि भन्नु दोहोऱ्याएर आजको भ्लगलाई चाहिँ यति नै टुङ्ग्यौँ है आज चाहिँ हामी चाहिँ अब सर र घर फर्क्यौँ कहाँ घर पुगेको छैन हामी बाटामा अहिले बाख्रा सारा हालेर लानुपर्छ बाइकमा बिचमा त्यस्तो कुरो गर्छन् आजको भ्लगलाई है टुङ्गाउन चाहन्छु हामी यहाँ चाहिँ फर्क्यौँ है त गाइस ल बिस्तारै आनन्दले लाइक सब्सक्राइब नआत्ति गर्ने हेर्नु होला कमेन्ट के कस्तो छ सुझाव प्रतिक्रिया दिनु होला के कस्तो कामहरूमा सुधार गर्नुपर्ने हुन्छ सब बताइदिनु होला त्यही कारणले हामी अघि बढ्न सक्छौँ यति भन्दै हजुरहरूलाई बिदा दिन चाहन्छु हस्त धन्यवाद।